साथीहरु चाहिँ म बसेको होटल है हेर्नुस् यो 11 एसियन जुनियर वुसु च्याम्पियनशिप मकाउको है यो चाहिँ हेर्नुस् यो चाहिँ म बसेको होटल यो मेरो बेड दुईटा बेड छ एउटा बेड खाली यो चाहिँ मोबाइल चार्ज गर्ने फोन लाइट रुमको माथिको बेड मेरो ट्र्याकसुट हेर्नुहोस् सर्पर्छ भइरहेको छ यतिकै ल जुत्ताहरू यस्तै जुत्ता यहाँ छ बाहिर के भएर छ ओहो बाहिर त घाम लास्टै घाम लगाएर छ यार साथीहरू यो चाहिँ म बसेको होटल है यो चाहिँ म बसेको होटल लिस्बोआ होटल लिस्बोआ है ल यता टिभी ल के हो पानी तताउने के हो यो सबै छ यहाँ फ्रिज चेकहरू के हो यो लकर डस्टबिन त्यसपछि आएर यहाँ चाहिँ के रहेछ यो चाहिँ लकर रहेछ पैसाहरू सुनहरू राखेर होटलबाट बाहिर जानु पर्यो नि हामी राख्ने ल यो है साथीहरू मेरो म बसेको रुम चाहिँ यो भर्खरै नगो कपाल पनि कस्तो झिमिलो भयो नि पानी तताउने यो मेरो ड्रेसहरू सब हेरेर खाएको छु मैले कपडाहरू सब पर्नु भन्नु पऱ्यो त्यसपछि आयो यो फेरि हेर्ने त्यसपछि मेरो बाथरुम के छ बाथरुममा ओके हो यो चाहिँ साबुन रहेछ टावल साबुन रहेछ यहाँ चाहिँ मोबाइल चार्जर टावल साबुन यो चाहिँ मेरो के हो यो मन्जन ब्रस पानी खाने यो चाहिँ बाथरुम है साथीहरू मन्जन ब्रस के हो यो स्याम्पो ब्रस टेलिफोन मोबाइल बाथरुम टबबाथ भर्खरै नुहाएँ म चाहिँ यहाँ चाहिँ फेरि भर्खर नुहाएर बाहिर निस्केँ कहाँबाट आउँदैछ चाहिँ ल ठिक छ यसलाई चाहिँ आउनै राख्नु पर्ला छ अलिकति त्यहाँ बसेर सुकुस् ल है साथीहरू यो चाहिँ म मकाउमा होटल लिस्बोआ भन्ने होटलमा बसेको आज 17 तारिक हाम्रो भाइको एउटा गेम भयो टप 8 मा आयो भाइ त्यसपछि मकाउको मेन सिटीमा हिजो फोटो यहीँ खिचेको त्यही होटलको ब्रेकतिर चाहिँ यही होटलको ऐना चाहिँ हेर्नु पऱ्यो है यो चाहिँ म बसेर घुऱ्यो है यो चाहिँ म बसेको होटल यो 8औं तलाको होटल हो यो मेरो जुत्ताहरू यत्तिकै छर्पर्छ है ब्याग यहाँ मुनितिर कता कता ट्र्याक सुटहरू च्यानल नेपाल लेखो यहाँ मेरो कार्ड थौलो कोच जुनियर वुसु च्याम्पियनशिपमा कता कता छ घाम लागेर छ मस्त म बसेको सोफाहरू यो बस्नुहुँदैछ के हो यो त्यो लङ पर्सलाई
छ दिमाग पनि बेला बेला अब लन्च गर्न जानु पर्यो भर्खरमा तेल लाउनु पर्यो कहाँ राख्यो तेल तेल पो लाउनु पर्यो तेल लाउनु पर्यो त्यो चाहिँ मेरो तेल के तेल हो यो सेरोन ओके राख्नुपर्ने तेल लाउनु पर्यो तेल लाउनु पर्यो अनि त्यसपछि एउटा कस्तो हेरेछ पर्फ्युम लगाऊँ यो पर्फ्युम चाहिँ मैले कहाँ लिएको भने 2019 है कति वर्ष भइसक्यो यार यो पर्फ्युम लिएको यो चाहिँ मैले इजरायलमा लिएको हो अब म यो पर्फ्युमलाई युज गर्नु पर्यो इजरायलमा लिएको यो पर्फ्युमलाई ल त्यसपछि ओके डन ल राख्नु यो चाहिँ मैले इजरायलमा लिएको है यो चाहिँ साथीहरू यो चाहिँ मैले इजरायलमा लिएको इजरायलको एयरपोर्टमा यो डिएनडी भनेको यो फ्रान्सको रहेछ फ्रान्सको हाल्नु पऱ्यो कहाँ राखेँ मैले ल त्यति भएपछि म अब लन्चको लागि तयारी गर्नु पऱ्यो खेलाडीहरू भाइ बहिनीहरू सबै उतापट्टि आफ्नै रुममा छ यहाँ भन्दाखेरि यहाँ चाहिँ राम्रो देखियो अलि ल के हो यो अझ यहाँ पो राम्रो देख्छ अलि यहाँ ठिकै छ अलि यहाँ राम्रो देख्दैछ हाम्रो चाहिँ वासरुममा आजको कार्यक्रम बिहान गेम भइहाल्यो अब हामी ल साथीहरू धन्यवाद तपाईँहरूले हेरिदिनु भयो आजलाई यति नै राख्छु